हेलो गुड मर्निङ फ्रम हाम्रो एयर सप्लायर्स है। आज चाहिँ हामी मार्केटिङ प्लस हाम्रो सामान डेलिभरीको लागि मिलनट्री जाँदैछौँ। त्यसैको लागि हामी सानो भ्लग पनि बनाएको छौँ। हाम्रो स्टोर चाहिँ बनिपाको चाँदो बाटोदेखि गोदामचोक जाने बाटोको बिचमा रहेको छ। जुनसुकै ब्रान्डको मलहरू हजुरहरूले चाहेमा हाम्रो स्टोरमा भिजिट गर्न सक्नुहुन्छ। सो यो चाहिँ हाम्रो सामानहरू रेडी भइसकेको छ है। केही दिनदेखि एकदम पानी पनि परिरहेको छ अनि बाटो पनि अब कस्तो हामीलाई थाहा छैन। सो हेर्छौँ कस्तो हुन्छ। ल आजको हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ है। आज बिहानदेखि नै काम लाग्न सुरु भइसकेको छ। आज चाहिँ बिहानको 8 बजेको छ र यो बाटो चाहिँ हजुरको काठमाडौँ जाने बाटो हो। यो सिधा गयो भने हामी चाहिँ यता तुलखेल भएर हामी मेरम चाहिँ जाँदैछौँ। र केही दिनमा चाहिँ हाम्रो यता बनेपा जात्रा पनि सुरु हुन लागेको छ है। बनेपाको ठुलो जात्रा चण्डेश्वरी जात्रा। हजुरहरू हाम्रो स्टोर भिजिट गरिदिनु भयो भने हजुरहरूलाई हाम्रो सरप्राइज गिफ्ट ह्याम्परहरू हामीले रेडी गरिसकेका छौँ। स्टोर भिजिट गरिदिनु होला है त। अहिले चाहिँ हामी धुलिखेल चोकमा आइपुगेका छौँ। हजुर चाहिँ टाढाबाट यो रोडको बाटो आउँदै हुनुहुन्छ भन्ने रोडको कन्डिसन बुझेर मात्रै आउनु होला है। पानी परेको बेला एकदम रोड कन्डिसन एकदम खराब हुन्छ। ल अहिले चाहिँ हामी यता केराघारी आइपुग्यौँ। सायद यो बाटो हिँड्ने सबैजना यता सानो ब्रेक त लिनु नै हुन्छ होला है। एकदम फेमस ठाउँ हो यो लस्सी खानलाई। र हामी पनि अब सानो ब्रेक लिएर हामी हिँड्छौँ यता। अहिले चाहिँ हामी यता पासल पुगिसकेको छौँ। लगभग यता हाम्रो मार्केटिङ चाहिँ सकिसकेको छ। दिउँसोको अहिले लगभग 11 बजेको छ। ढुङ्गा आयो भने